तपाईँ कोठामा बसिराख्नु भएको छ अनि बाहिरपट्टि तपाईँको कोठाको ढोका ढकढक 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 कसैले ढकढकाइरहेको छ। तपाईँ सुनिराख्नु भएको छ अनि निरन्तर ढोकामा ढकढकको आवाज आइरहेको छ, तर तपाईँ त्यसलाई इग्नोर गर्नुहुन्छ अथवा तपाईँ वास्तै गर्नुहुन्न। तपाईँलाई थाहा छ कसैले भित्र पस्नको लागि ढोका ढकढकाइरहेछ, तर पनि फेरि तपाईँ खोल्न चाहनुहुन्न या खोल्नुहुन्न र त्यसको व्यवस्था गर्नुहुन्छ। के थाहा बा त्यो ढोका ढकढकाउने व्यक्ति तपाईँको जीवनको लागि बडो ठुलो आशिष बोकेर आइरहेको छ, अथवा तपाईँको जीवनमा तपाईँलाई चाहिने सबै थोक उसँग छ अनि त्यो दिनको लागि तपाईँसँग आउन चाहनुहुन्छ, तपाईँ कहाँ आउन चाहनुहुन्छ, त्यसै कारण उसले ढोका ढकढकाइरहेछ। तर तपाईँ यु बिइङ अ इग्नोरेन्ट, तपाईँ बेवास्ता गर्नुभएकाले, तपाईँलाई बेमतलब भएको कारणले गर्दाखेरि तपाईँलाई लाग्छ जोसुकै होस् म खोल्दिनँ भन्ने लाग्छ। बाइबलमा एउटा यस्तो घटना छ, प्रकाश 3को 20मा यहाँ यसो भन्नुहुन्छ प्रभुले, हेर म ढोकामा उभिएर ढकढक्याउँछु, कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म त्यस कहाँ भित्र पस्नेछु र त्यससँग भोजन खानेछु र त्यसले मसँग खानेछ। यो प्रभु येशू ख्रीष्टले लाउडिकियाको मण्डलीलाई भन्नुभएको कुरा हो। मण्डली को हो? मण्डली विश्वासीहरू। मण्डली तपाईँ अनि म हो। अनि प्रभु येशू ख्रीष्टले ढोकाको बाहिरपट्टि बसेर ढकढकाउँदै हुनुहुन्छ। कसैले खोल्यो भने म त्यो कहाँ भित्र पस्नेछु, त्योसँग खानेछु, त्योसँग बस्नेछु भनेर प्रभुले भन्दै हुनुहुन्छ। एउटा बडो अचम्म लाग्ने कुरा, बडो डिस्टर्बिङ कुरा यहाँनिर छ। हेर्नुहोस् त, मण्डली बाहिर येशू, मण्डलीभित्र तपाईँ र म। प्रभु येशू ख्रीष्ट मण्डलीभित्र हुनुपर्ने होइन र? प्रभु येशू ख्रीष्ट तपाईँ र मेरो जीवनभित्र हुनुपर्ने होइन र? तर प्रभु येशू ख्रीष्ट हेर्नुहोस् त, मण्डली बाहिर छ, मण्डलीभित्र मानिसहरू छ। बडो अचम्मको कुरा छ। अनि यो बाइबलको पद धेरैपल्ट हामी विश्वासीहरूले गलत प्रकारले व्याख्या गरिरहेका छौँ। यो चाहिँ अरू व्यक्तिहरूको लागि हो, अविश्वासीहरूको लागि हो, विश्वास नगर्नेहरूको लागि भनेर हामीले सोचिरहेका छौँ। होइन प्रियहरू, यो बाइबलको पुरा प्रसङ्ग हेर्ने भने लाउडिकियाको मण्डलीलाई प्रभु येशू ख्रीष्टले भन्दै हुनुहुन्छ। अनि प्रभु येशू ख्रीष्ट चाहिँ मण्डली बाहिर छ। कतिपल्ट तपाईँ र मेरो जीवनबाट प्रभु येशू ख्रीष्ट बाहिर हुन सक्छ। प्रभु येशू ख्रीष्टले बडो प्यासनको साथमा, बडो व्यग्रताको साथमा तपाईँ र म भित्र पस्न चाहनुहुन्छ। लाउडिकियाको मण्डलीलाई किन प्रभुले ढोका ढकढकाउनु भयो त? यहाँनिर हामीले माथि हेर्छौँ भने चाहिँ नि मैले खासमा पढ्नुपर्ने 14बाट हो, तर म 14बाट पढिनँ। तलतिर भन्छ, मलाई तिम्रो कामहरू थाहा छ। प्रभु येशू ख्रीष्टले प्रायः मण्डलीलाई के भन्छ भने नि, मलाई तिमीहरूको काम थाहा छ। त्यस कारणले प्रभुसँग तपाईँ र मेरो सम्बन्ध कस्तो छ, हामी कस्तो छौँ, हाम्रो आत्मिक अवस्था कस्तो छ भनेर थाहा पाउनुको लागि चाहिँ नि प्रभुले काम हेर्नु हुँदो रहेछ प्रियहरू। विश्वासको पनि काम हेर्नुहुन्छ, आज्ञाकारिताको पनि काम हेर्नुहुन्छ, तपाईँ र मेरो चरित्रको पनि काम हेर्नुहुन्छ, तपाईँ र म कस्तो हौँ, को हौँ, किन हौँ भन्ने कुरा चाहिँ कामैबाट उहाँले प्रमाणित गर्न चाहनुहुन्छ। यहाँनिर लाउडिकियाको मण्डलीलाई भन्दै हुनुहुन्छ, मलाई तिमीहरूको काम थाहा छ। तिमी चिसो पनि छैनौ, तातो पनि छैनौ। तिमीहरू कि त तातो कि त चिसो भएको भए ठिक हुने थियो। तिमीहरू मनतातो भएको कारणले गर्दाखेरि म तिमीलाई मेरो मुखबाट ओखलिदिनेछु। प्रभुले त्यसो भन्दै हुनुहुन्छ, म तिमीलाई मेरो मुखबाट ओखलिदिनेछु। तिमीहरूले यस्तो भनिरहेछौ कि म धनी छु, मसित धन सम्पत्ति छ, मलाई केही कुराको खाँचो छैन भने तिमीहरू भन्दछौ। भनेको मतलब लाउडिकियाको मण्डली चाहिँ एकदमै धनी पनि थियो अनि उनीहरूलाई धेरै कुराको खाँचो थिएन। त्यो सत्य पनि हो, साँचो पनि हो। भौतिक रूपले उनीहरू धनी चर्च थियो, धनी मण्डली थियो, तर आत्मिक रूपले उनीहरू जस्तो दयनीय अवस्था भएको कोही पनि थिएन। तपाईँ आफै विचार गर्नुहोस् त, तपाईँ रेस्टुरेन्टमा जानुहुन्छ, कफी सपमा जानुहुन्छ, आजभोलि त कफीको एकदमै चलन चलेको छ। तपाईँले एकदमै हट ल्याटे मगाउनु भयो अथवा हट कफी मगाउनु भयो, तर तपाईँलाई चाहिँ एकछिन पछाडि चाहिँ मनतातो कफी ल्याइदियो भने तपाईँ के गर्नुहुन्छ? तपाईँ त्यसलाई मुखैबाट फालिदिनुहुन्छ अथवा बोलाएर भन्नुहुन्छ, मैले तातो कफी मागेको थिएँ नि, तपाईँले कस्तो मनतातो चिसो मनतातो ल्याइदिनु भयो। मनतातो मन पर्दैन, कि त आइस कफी मनपर्छ कि त हामीलाई हट कफी मनपर्छ।
मनतातो कफी कसलाई पनि मन पर्दैन। प्रभु येशू ख्रीष्टलाई पनि तपाईँको मनतातोपना, तपाईँको विश्वास, तपाईँको आत्मिक जीवनको हिँडाइहरूमा मनतातो मन पर्दैन। धेरैपल्ट मण्डली चाहिँ लाउडिकियाको मण्डली जस्तै हुँदछ। उनीहरूले संसारको व्यापार व्यवसाय सबै कुराहरू पायो, नोकरी पेसा करियरमा राम्रो छ, उनीहरू धन सम्पत्ति थुपारे, भौतिक रूपले उनीहरूलाई केही कुराको खाँचो त छैन, तर उनीहरू आत्मिक रूपले एकदमै गरिब छ, आत्मिक रूपले उनीहरू अति एकदम दयनीय छ। तर प्रभु येशू ख्रीष्टले त्यस्तो मण्डलीलाई पनि चान्स दिँदै हुनुहुन्छ, मौका दिँदै हुनुहुन्छ। प्रियहरू, तपाईँ र म पनि एउटा मण्डलीको हिस्सा भएको कारणले तपाईँ र म पनि मनतातो छौँ, चर्च त गए जस्तो गर्छौँ, तर भित्रबाट हामीमा आएकै छैन। प्रभुले यहाँनिर यसो भन्दैछ, तिमीहरूले यहाँनिर यसरी भन्नुभएको छ है त, म तपाईँ यसकारण धनी हुनलाई आगोले खारेको सुन र आफ्नो नग्नताको शरमा ढाक्नलाई सेतो वस्त्र र तिमीले देख्न सक भने तिम्रो आँखामा लाउनलाई मलम, यी सबै मबाट किन्ने म तिमीलाई सल्लाह दिन्छु। हेर्नुहोस् त, आगोले खारेको सुन जस्तो बरु तिमीहरू हुनु पर्थ्यो। त्यो के हो? सत्यताको कुरा। आगोले खारेको सुन तपाईँ र मेरो सत्यताको कुराहरू, सत्य वचनको कुराहरू, सत्य चरित्रको कुराहरू। अनि वस्त्रले, सेतो वस्त्रले तिमीहरू मबाट किन न, सेतो वस्त्र धार्मिकताको वस्त्र मबाट किन। तिमीहरूले सही देख्नको लागि मबाट बडो मलम किन, ताकि तिमीहरूको आँखामा चिप्रा परिसकेको छ। तिमीहरूको आँखाले आज सत्यता देख्दैन, तिमीहरूको आँखाले सही कुरा देख्दैन, तिमीहरूको आँखाले भेदभाव गर्छ। त्यस्तो आँखामा बडो मलमपट्टि लगाएर तिम्रो चिप्रा निकाल्नुको लागि चाहिँ नि, त्यो घमण्डको चिप्रा, त्यो भेदभावको आँखाको चिप्रा निकाल्नुको लागि मबाट मलम किन। प्रभुले त्यसरी भन्दै हुनुहुन्छ। प्रियहरू, आज तपाईँ र मलाई लुक्काम छ, तपाईँ र म एकदमै मनतातो छौँ भने पनि केही हताश नहुनुहोस्। प्रभुले तपाईँ र मलाई उत्साह दिँदै हुनुहुन्छ। एकदमै खारिने सुन जस्तै उहाँको सत्यतालाई हामी हासिल गरौँ, उहाँको वस्त्र, धार्मिकताको वस्त्रलाई पहिरौँ र उहाँको नजरबाट, उहाँको चस्माबाट संसारलाई हेरौँ। हामीमा आत्मिकीपना, हामीमा पवित्रपना फेरि पनि प्रभुले दिँदै हुनुहुन्छ। र यदि हामीले सबै त्यसो गऱ्यौँ भने प्रभुले तल आएर भन्दै हुनुहुन्छ, तिमीले ढोका खोल्यौ भने चाहिँ म तिमीहरू भित्र आउनेछु, तिमीसँग खानेछु। र बडो अझै मजाको प्रतिज्ञा चाहिँ के गर्नुभएको छ भने, जसले जित्छ त्यसलाई म मेरो सिंहासनमा मसित बस्न दिनेछु। हेर्नुहोस् त, स्वर्गको सिंहासनमा तपाईँ र मेरो लागि प्रभुले ठाउँ राखिदिनु भएको छ। त्यो प्रतिज्ञा तपाईँलाई र मलाई प्रभुले दिँदै हुनुहुन्छ। त्यसकारण मनतातो नहौँ प्रियहरू, तातो हौँ, रापिलो हौँ, तापिलो हौँ र प्रभुको कामको लागि हामी अगाडि बढौँ। प्रभुले तपाईँलाई आशीर्वाद दिनुभएको होस्। हाम्रो बारेमा अझै धेरै जान्न चाहनुहुन्छ भने हाम्रो वेबसाइट www.awakeningmedia.com.np मा, अर्थात् हाम्रो युट्युब च्यानल नबनेको कथामा पनि गएर हेर्न सक्नुहुनेछ। र हाम्रो डिभोसनले तपाईँलाई धेरै आशिष तुल्याइरहेको छ भने हाम्रो च्यानललाई लाइक, सेयर र सब्सक्राइब गर्न पनि नभुल्नुहोला र हामीलाई तपाईँको कमेन्टहरू पनि पठाउनुहोला। धन्यवाद।